सुन न, छोरा मान्छे रोएको देखिँदैन, तर उसले सहने पीडा कुनै शब्दमा अटाउँदैन। बाहिर ऊ बलियो देखिन्छ, तर भित्र कति चोट, कति डर, कति जिम्मेवारी बोकेर हिँडिरहेको हुन्छ। छोरा मान्छे कमजोर हुँदैन, ऊ बस सबैभन्दा पहिले अरूको खुसी सोच्ने मान्छे हो। छोरी मान्छेले बुझ्नुपर्छ, उसको चुप्पी घमण्ड होइन, थकानको संकेत हो। यदि ऊ कम बोल्दैछ भने उसको मन थाकेको हुन सक्छ, उसलाई सुन्ने कोही चाहिएको हुन्छ। विवाह भनेको बराबरीको यात्रा हो, जहाँ दुःख र खुसी दुवै सँगै बोक्नुपर्छ। यदि उसले संसारसँग लडिरहेको छ भने तिमी उसका लागि शान्ति बन, यही नै साँचो माया हो। यदि उसले संसारसँग लडिरहेको छ भने तिमी उसका लागि शान्ति बन, यही नै साँचो माया हो।